不是巴基斯坦人。在这边做生意吧。 हामी माओको घरमा छौँ यो खेत चाहिँ माओले आफ्नो सानो उमेरमा युवा उमेरमा जोतेको खेत आज पनि त्यसै गरी यो खेतमा धान बाली मजाले लागिरहेछ त्यहाँ भ्यागुता बासेको क्वाट पनि सुन्नुहुन्छ यो चिनिया भ्यागुता होइन मान्छेको इतिहास मान्छेको सभ्यताको विकास यो चरण चाहिँ मान्छेले आफ्नो जीवनलाई जीवन बनाउन जाने पनि कहाँ पुग्दो रहेछ भन्ने कुरा चाहिँ यो घरले देखाउँछ माओको इतिहास आज माओले गरेका कामहरू माओले जोतेका खेतहरू माओले रोपेका धानहरू आज पनि त्यसै गरी फल्दैछन् आज पनि यी खेत त्यस्तै छन् सायद मलाई लाग्छ यो कुवा माओको घरबाट उहाँहरूले प्रयोग गर्ने पानीको निमित्त यो हो जस्तो लाग्छ मलाई यो पानी स्टोरेज गर्नको लागि यहाँ कुवा पनि छ यहाँ पानी पनि देखिन्छ होइन अनि माओ अलिकति सोखिन जस्तो देखिन्छ यो मलाई लाग्छ के भने यो पोखरीमा टक्क कमल लगाएर होइन यो खालको एउटा सोखिन पनि देखिन्छ र त्यो उताको घर माओको हो भने यता माओको बुवा आमाको घर रहेछ यो घरमा चाहिँ अहिले त्यो कारण के हो आई डोन्ट नो तर बन्द गरिएको रहेछ त्यहाँ जान नमिल्ने बनाइएको रहेछ र माओको यो फार्मिङ खेती किसानीबाट उठेको एउटा जीवनलाई सारा विश्वले चाहिँ अनुकरण गर्ने गरी जसरी अगाडि बढ्यो चिनिया क्रान्ति सायद मलाई लाग्छ हाम्रो नेपालमा पनि 10 वर्ष जनयुद्धले एउटा चाहिँ स्पिरिट समातेको थियो मान्छेका जीवनहरू परिवर्तन गरिदिएको थियो हैन तर हामीले त्यसलाई संस्थागत गर्न सकेनौँ किन सकेनौँ कसरी सकेनौँ त्यहाँका जटिलता कस्ता थिए भूतान्त्रिक अवस्था कस्तो थियो त्यो बेग्लै पार्टको कुरा हो तर यसै गरी सफलता प्राप्त गर्ने मुलुकहरू सफलता प्राप्त गर्ने मान्छेहरू पनि त रहेछ तर हामी असफल भयौँ हाम्रो नेपालमा कुनै माओको विचार सिद्धान्तबाट आधारित रहेर 10 वर्ष जनयुद्ध भयो युद्धमा राज्य पक्ष र विद्रोही पक्षबाट मान्छेको मृत्यु कसैले त्यसलाई हत्या पनि भन्छ म त हत्या भन्न चाहन्न त्यो चाहिँ सङ्घर्षमा भएको बलिदानी हो भन्छ राज्य दुईटै पक्षबाट भएको कुरा तर आज त्यो बलिदानी सङ्कटमा छ त्यो बलिदानी आज कहीँ कतै कठिनतामा छ किनभने नेपालमा भएको 10 वर्ष माओवादी युद्ध र त्यो युद्धले ल्याएको संविधान नै के हुन्छ भन्ने स्थितिमा पुगिरहेको छ यसको पछाडिका कारणहरू केलाउने कुरा हाम्रो भूराजनीतिक कुरा हाम्रो देशले चिन्नुपर्ने जान्नुपर्ने कुरा गर्दै गर्ला तर मलाई के लाग्छ भने माओको यो सामान्य दैनिकी सामान्य जीवनीबाट यहाँसम्म पुग्न सक्छ भने नेपालमा त्यसरी भएको माओवादी आन्दोलन र त्यसको लिगेसी माथिका प्रहारहरू किन भइरहेका छन् हामी इतिहास हाम्रो संस्कृति हाम्रो सभ्यता र हाम्रा स्ट्रगलका फेजहरूलाई किन चाहिँ स्वीकार्न सक्दैनौँ एकले अर्कालाई निषेधको राजनीति गर्दैछौँ त्यो चाहिँ बडो दुःखद कुरा हो Mao's hometown. Since Mao's home was in a village, we looked for a hotel that reflected the atmosphere of village life. We did not want a tall, modern hotel. We thought that to understand Mao, we should stay in a simple place. So we chose an ordinary hotel. Early the next morning, we started our journey to visit the place where Mao held meetings and the site where his grandfather was buried. We began our uphill trek, laughing and enjoying the walk. म चाहिँ अहिले ट्रेकिङमा छु माउसेतुङको गाउँमा उकालोले अलि बोल्न पनि मलाई खास गाह्रो भइरहेछ नेपालमा मात्रै कति ट्रेकिङ गर्नु भनेर ओहो साह्रै गाह्रो ट्रेकिङ हिँडिरहेको छु बिहान 7 बजेदेखि हिँडेको 4 घन्टा जति भयो उकालो लागेको पहाडमा धेरै नै माथि आइसक्यो तर यस्तो आनन्द भइरहेको We reached the burial place of Mao's grandfather, Mao Sipu. He passed away at the age of 58 on November 23rd, 1904. Even today, Chinese people come here to pay their respect. चेयरमैन माओको हजुरबाको सब गाडीको समाधि स्थल हो हामी झन्डै 20 मिनट जतिको वाकिङमा यहाँ आइपुग्यौँ यहाँ आएपछि चिनियाहरूले असाध्यै श्रद्धाका साथ माओको हजुरबुवाको सम्मान प्रकट गरेको देखियो यहाँ विभिन्न किसिमका कुराहरू चढाइएको रहेछ फुलको अलावा यहाँ रक्सी चुरोट स्याउदेखि लिएर विभिन्न खानेकुराहरू जो मृत आत्माको शान्तिको कामना गर्दै
र उनीहरूको श्रद्धाका निम्ति गरिरहेको चिनिया कम्युनिस्ट पार्टीको झन्डा पनि देख्छु म यहाँ। तलबाट माथि उक्लिँदा चाहिँ यस्तो छ भन्ने फिल भएको छैन कि भन्दा अर्कै खालको पर्सेप्सन थियो। तर यहाँ आइसकेपछि उहाँको श्रद्धा र सम्मानका निमित्त जे देखेँ मैले त्यो देखेपछि म हाम्रो हिस्ट्री इतिहासलाई कसरी सम्झिनुपर्छ, कसरी स्मरण गर्नुपर्छ, त्यो इतिहासले के कुरा भन्छ, के कुरा बोक्छ भन्ने कुरा चाहिँ त्यो कुराको रिप्रेजेन्ट गर्छ भन्ने फिल भएको छ। र यो समाधि स्थल देखिसकेपछि मलाई पनि मेरो पनि भावना एकछिन चाहिँ अलिकति उद्वेलित नै भयो। चिनियाहरूले गरेको सम्मान देख्दा, उनीहरूले चुहाएको आँसु देख्दा। Interestingly, on the same day we visited, a Chinese family had also come to celebrate their grandfather's 78th birthday. He was living a retired life and said he had seen China change from famine to prosperity. He came to visit Mao's hometown, pay his respect, and dedicate his gratitude to Mao. He bowed before Mao's grandfather's grave and even shed tears. I quietly watched the whole scene. But the story actually begins further down the hill. Between 1960 and 1962, a house was built in Shaoshan. It is known as Diswingdon Scenic Area or the Dripping Water Cave. Mao stayed here from June 17th to June 28, 1966. During that time, he held meetings with leaders of Hunan Province Committee, the Xingtian Prefectural Committee, and the Shaoshan Administrative Bureau. 1966 जुन 17देखि 28सम्म आएर यो हलमा मिटिङ गरेको अनि यो हलमा चाहिँ यो प्रोभिन्स लेभलको एडमिनिस्ट्रेटिभ ब्युरोको मिटिङ राखेर उनले चाहिँ आफ्नो अत्यन्त महत्त्वपूर्ण कुराहरू राखेको छ। Below this site is a pond where Mao used to swim. We heard Mao loved swimming. Mao and swimming. चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से-तुङले स्विमिङ गरेको पोखरी हो यो। 1966 जुन महिनामा उनी यहाँ आएको बेला योभन्दा माथि अलिकति माथि छ त्यो घरमा आएर मिटिङ गरेको र यो पोखरीमा चाहिँ पौडी खेलेको। उनी चाहिँ पौडीमा असाध्यै धेरै रुचि राख्ने मान्छे पनि थिए र उनले यो पोखरीमा पौडी खेलेको भिडियो पनि हामीले हेर्यौँ। त्यो बेला जति बेला उनी यहाँ आएर पौडी खेलेको थियो त्यो भिडियो पनि छ हामीसँग। र उनी पौडीमा असाध्यै धेरै रुचि राख्ने मान्छे। अर्को कुरा चाहिँ चेयरम्यान माओको यहाँ जसरी श्रद्धा, जसरी चिनियाहरूले देखाउने सम्मान छ त्यो कुराको बिगिनिङ चाहिँ अचम्मै एकदम रोचक ढङ्गले भएको देखियो। We visited the meeting room where Mao worked and saw the items he had used. We also explored the cave. After the visit, we returned to hotel and rested for a while. Then we headed to Mao's birthplace. It was about 700 meters from the hotel. The hotel staff kindly drove us close to the entrance. As we walked towards Mao's house, the newly planted rice fields and the croaking frogs reminded me of my own village in Nepal. माओले चाहिँ 15 वर्षको उमेरमा उनको घर अलिकति अगाडि हो हैन, त्यहाँबाट आएर यो यता यो पहिला यस्तो थिएन रे, अलिकति यस्तो ओह्रालो थियो रे, बुढा त्यहाँबाट आएर चाहिँ यो खेत चाहिँ एक दिनमा जोतेर रोपेका रे। Before entering, we had to buy tickets. After getting them, we walked toward the gate. Suddenly, it had started raining heavily. The hotel staff had given us umbrellas, so we continued walking. Finally, we reached Mao's house. I felt like a childhood dream had come true. Many tourists were visiting the house, so it was quite crowded. Mao's house was on one side and his parents' house was nearby. Beautiful lotus flowers were blooming in front of the house, and there was a large pond nearby. As I looked at the beautiful surroundings, the rain reminded me of a belief in Nepal that rain during a visit to a temple is a sign of good luck. For people who believe in materialism, Mao's house may feel like a sacred place. Mao spent his childhood here. We also saw the field where he worked as a young boy. Rice was growing there. This beautiful scene stayed in my heart. It also reminded me of Nepal's Maoist movement and the influence of Maoism in my country. Then after, we went to Mao Zedong Square. We also visited the place where Mao had studied. Photography and videography were not allowed inside, so we took pictures from outside. Nearby, I also had the chance to drink water from a unique public water source.
Our visit to Mao Zedong Square became more exciting. A huge 10.1-meter statue of Maoist stands in the square. Chinese people show their respect by offering flowers, cigarettes, liqueur, and other items. We were told that they usually do this on special occasions. The square was crowded during the day, but we returned again at night. During our night walk, we noticed that the flowers placed there earlier were gone. However, many people were still coming to pay their respect. Some groups even brought fresh flowers to offer. Seeing huge respect for Mao made me realize that when a person truly serves his country, an entire nation can continue to honor him for generations. My heartfelt tribute to Mao. Dear Mao, people like you are born only rarely. You led China to a remarkable new era and helped lay the foundation for the country we see today. In that sense, your legacy will never die. Looking at the deep respect people still have for you, I wondered whether many Chinese people whose culture has long been influenced by Confucian traditions may one day see you almost like a god. Their respect, admiration, and gratitude towards you deeply impressed me. Red salute, Comrade Mao. चिनिया कम्युनिस्ट पार्टीको अध्यक्ष माओ सेतुङको घर रहेको क्षेत्रमा छु। यो क्षेत्रमा म हेरेँ माथि माओ सेतुङको घर चाहिँ यहाँभन्दा अलिकति अगाडि जो रुखले फुलेको छ यहीँनिर छ। अनि उनको घरको वरिपरिको खेतमा पनि उनले यो अवस्थामा धान रोपेको रहेछ होइन। त्यो खालको त्यो किसान परिवारबाट आएको हुनाले सायद उनले किसान आन्दोलनलाई बढी महत्त्व दियो भन्ने लाग्छ। र यहाँ यो म यहाँ देख्दै गर्दा अहिले भर्खर पनि यहाँ चिनियाहरूले भर्खर धान रोपेर निस्केका छन्। यो धानको बिउ चाहिँ यहाँ यसरी असरल्ल फालिरहेका छन् होइन। यो कृषि भन्ने कुरा चाहिँ मुखले मात्रै नहुने रहेछ। व्यवहार त जब व्यवहारमा उतार्न सकिन्छ, कृषिलाई जब साँच्चीकै कृषिको चाहिँ मर्म बुझेर उत्पादनभन्दा अर्को कुरा छैन भन्ने कुरा बुझिन्छ तब मात्रै त्यसले महत्त्व पाउँदो रहेछ। किन भन्दा माओ सेतुङको घरको वरिपरि पनि खेत रोपाइ भइरहेछ भनेपछि यो चिनिया जनताका निमित्त धान उत्पादन गरेर खानेकुरा बढाउनलाई होइन, मलाई त्यस्तो लाग्दैन। किनकि उत्पादन जब श्रममा विश्वास गर्न सकिन्छ बल्ल मात्रै चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने सन्देश दिनका लागि यो यहाँ अहिले चाहिँ यो रोपाइ भइरहेछ भन्ने लाग्छ मलाई। माओको घरमा धेरै मान्छेहरू आउँदो रहेछन्। चिनियाहरू त असाध्यै धेरै आउँदो रहेछन्। जो चिनियाहरू ठुल्ठुला अग्ला अहिले चाहिँ बनेको यो विकासका समृद्धिका आधार स्तम्भहरू छन्, जो अग्ला अग्ला घरहरू ती मात्रै देखेका छन्। तिनीहरू जो माओलाई भेट्न आउँछन् अथवा माओलाई हेर्न आउँछन्, माओको घर हेर्न आउँछन्, उनीहरूले चाहिँ यहाँ भएको यो वातावरण देखेर उनीहरू पनि यस्तो कुरामा आकर्षित बन्नुपर्छ है, तिमीहरूको धरातल यो है भनेर सम्झाउनलाई मात्रै गरिएको खेती हो भन्ने लाग्छ। किनकि यो यति खेतीले त यो विशाल जनसङ्ख्या भएको देशमा खास धेरै ठुलो प्रभाव त पार्दैन। तर यहाँ आउने मान्छेलाई म्यासेज दिनको निमित्त यो जुन गरिएको छ यो चाहिँ असाध्यै धेरै चाहिँ इम्प्रेसिभ खालको छ। आफ्नो इतिहास, आफ्नो वर्तमान र भविष्यलाई चाहिँ यस्तै कुराले नै रिप्रेजेन्ट गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यही भएर यो चाहिँ मलाई यो देख्दा अलिकति मलाई एकछिन त धान खेती जस्तो मात्रै लागेको थियो, तर अलिकति के हो त्यो भन्दै गर्दै जाँदा मलाई चाहिँ त्यस्तो फिल भएको छ।